नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। सुनसरीमा भारतबाट आएको व्यक्तिको समूहले स्थानीय एक विद्यालयका प्राध्यापकमाथि गोली प्रहार। उदयपुरमा बुधबार साँझ ट्रिपरको ठक्करबाट एक बालकको मृत्यु। सवारी आगमनमा अवरोध गरेको आरोपमा प्रहरीले यातायात मजदुर सङ्घका अध्यक्ष प्रकाश सिंह खडा सहित 12 चालकले पक्राउ। स्विजरल्यान्ड स्थित स्विस बैंक नेपालले राखेको अरबौं रुपैयाँ छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग सांसदहरूद्वारा माग। र नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्ष प्रवेश गरेको अवसरमा संविधान दिवस काठमाडौँ सहित पहाडका जिल्लाहरूमा मनाइयो। अब समाचार विस्तारमा। सुनसरीको बुदाहामा गोली चलेको छ। भारतबाट आएको 4 जना व्यक्तिको समूहले स्थानीय एक विद्यालयका प्राध्यापकमाथि गोली प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख राजन अधिकारीले उनीमाथि गोली लागेको पुष्टि गर्नुभएको छ। उदयपुर त्रियुगा नगरपालिका 7 कैयोमा बुधबार साँझ ट्रिपरको ठक्करबाट एक बालकको ज्यान गएको छ। धरान चतरा गाउँ गाईघाट सडक खण्डको कैयोवा ना 17907 नम्बरको ट्रिपरले ठक्कर दिँदा स्थानीय मीन बहादुर कार्कीका 12 वर्षीय छोरा रोशन कार्कीको ज्यान गएको हो। ट्रिपरको ठक्करपछि घाइते भएका बालकको उपचारको लागि धरानलाई जाँदै गर्दा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपनिरीक्षक चन्द्रदीप राईले जानकारी दिनुभयो। बालकलाई दिएपछि ट्रिपरका चालक फरार भएको र चालकको खोजी भइरहेको प्रमुख राईको जानकारी दिनुभयो। जिल्लाको जलेश्वर कारागारमा एक बन्दीको गैराती मृत्यु भएको छ। महोत्तरीको गौशाला नगरपालिका 12 लक्ष्मी नियाका 40 वर्षीय रमरेश शर्माको उपचारका क्रममा मृत्यु भएको हो। कारागार प्रमुख सवेन्द्र ठाकुरले 2074 साउन 16 देखि उक्त कारागारमा बन्दी जीवन बिताउँदै आएका शर्माको गैराती उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेको छ। हिजो बेलुका एपेन्डिसाइटका कारण पेट बेसरी दुखेपछि उनलाई जलेश्वर स्थित शान्ति सामुदायिक अस्पतालमा उपचारका लागि लगिएकोमा राति 9 बजे उपचारकै क्रममा मृत्यु भएको उनको भनाइ छ। महोत्तरी जिल्ला अदालतले जबरजस्ती करणी मुद्दा अन्तर्गत 2074 साउन 16 गते उनलाई पूर्वपक्षका लागि जलेश्वर कारागारमा पठाएकोमा उनी सोही बेलादेखि बन्दी जीवन बिताउँदै आएका थिए। सवारी आवागमन अवरोध गरेको आरोपमा प्रहरीले यातायात मजदुर सङ्घका अध्यक्ष प्रकाश सिंह खडा सहित 12 चालकलाई पक्राउ गरेको छ। सङ्घ अध्यक्ष ज्वालामुखी 2 निवासी श्री खडालाई सदरमुकाम धादिङ वैसे स्थित पुछार बजारबाट नियन्त्रणमा लिएको हो। अन्यलाई जिल्लाका विभिन्न स्थानमा पक्राउ गरेको थियो। नयाँ मुलुकी अपराध संहिता तथा यातायात व्यवस्था ऐनमा भएको सजाय पुनर्वलोकनको माग गर्दै गत मङ्गलबारदेखि धादिङमा चालकको हडताल गरेपछि अलपत्र परेका सर्वसाधारण सवारी अवरोध गर्ने चालकलाई तितरबितर गरेर प्रहरीले सुरक्षा दिई सदरमुकामबाट केही सवारी सञ्चालकले ल्याएको छ। पृथ्वीराज मार्गको धुनीबेसी 7 स्थित जुगे खोलामा मुगलिनबाट काठमाडौँ जाँदै गरेको 5ख944 नम्बरको बसको सीमा तोडफोड गरेको आरोपमा थाक्रे 11 निवासी 27 वर्षीय नारायण पन्त र थाक्रे 7 निवासी रोशन पन्तलाई प्रहरीले पक्राउ गरेको हो। बेनीघाटको विशाल घाटमा सडक अवरुद्ध गरी बसेको 9 जनालाई गजुरी स्थित इलाका प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय दीपक विसुराल विजय सेराई सहित 5 जना चालक र 4 जना विद्यार्थी रहेका छन्। पक्राउ परेकाले सार्वजनिक अपराध विरुद्धको ऐन अनुसार मुद्दा चलाइने स्थानीय प्रशासनले जनाएको छ। यातायात ठप्प पार्न समूह बनाएर सडकमा जम्मा भएर चालकलाई प्रहरीले लाठीचार्ज गरी तितरबितर बनाएको छ। नयाँ मुलुकी अपराध संहिता तथा यातायात व्यवस्था ऐनमा भएको सजाय पुनर्वलोकनको माग गर्दै गत मङ्गलबारदेखि चालकले देशव्यापी हडताल गरेका छन्। गत मङ्गलबार जिल्लाका सार्वजनिक यातायातका चालकले प्रज्य भगीरथ पाण्डे यथा सवारी चालक अनुमति पत्र पुछै हडतालमा उत्रेका हुन्। चालकहरू हडतालमा उत्रेर टिकट बेचेका सवारी साधनहरूलाई पनि गुड्न दिएका छैनन्।
राष्ट्रिय सभाका सांसदहरूले स्विजरल्यान्ड स्थित स्विस बैंक नेपालले राखेको अरबौं रुपैयाँ छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गरेका छन्। राष्ट्रिय सभाका सांसद खिम कुमार विश्वकर्माले स्विस बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा 322.88 स्विस फ्रैंक नेपाली नागरिकले राखेको उल्लेख गरिएको भन्दै तत्काल छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको हो। राष्ट्रिय सभाको बिहिबार बसेको बैठकमा शून्य समयमा बोल्दै उहाँले अरबौंको सो कालो धन छानबिन गरी राष्ट्रियकरण गर्न पनि सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। सांसद अनिता देवकोटाले धादिङ स्थित लमही घोराही तुलसीपुर सडक खण्ड जीर्ण अवस्था रहेको उल्लेख गर्दै तत्काल मर्मत गर्न सरकारसँग माग गर्नुभयो। उहाँले सो सडक खण्डमा निर्माणाधीन पुल निर्माण ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराउनुभयो। सांसद कमला कुमारी ओलीले कैलाली जिल्लाको महन्याल गाउँपालिका स्थित 1200 घर परिवारलाई लाल पूर्जा दिए पनि जग्गाको किताकाट र नक्सा उपलब्ध नगराएको भन्दै सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। उहाँले 2036 सालमा लाल पूर्जा पाएका उनीहरूलाई जग्गाको किताकाट र नक्साको पनि तत्काल व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो। प्रदेश नम्बर 1 को मूलधारको रूपमा रहेको कोशी ब्यारेज नजिक भण्टाबारीमा रहेको पुल तत्काल निर्माण गर्न पनि सरकारले गम्भीर ध्यानकर्षण गराएको छ। सांसद खेमराज नेपालीले भट्टाबारी नजिकै रहेको सो पुल तत्काल निर्माण गर्न सरकारसँग माग गर्नुभएको हो। अर्की सांसद उदय शर्मा पौडेलले संविधान कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्नेमा धारणा राख्नुभयो। अब समाचारमा केही बेर विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। धनुषा प्रहरीको कडाई खोज तलास र गस्तीलाई चुनौती दिने स्वतन्त्रता मधेस गठबन्धनले जनकपुरमा विशाल प्रदर्शन गरेको छ। प्रहरीले गठबन्धनका संयोजक डाक्टर सीके राउतको सभा हुन नदिन बुधबार बिहानसम्म उनका 100 कार्यकर्ता पक्राउ गरेका थिए। तर दिउँसो 2 बजे गाउँ-गाउँबाट आएका राउतका समर्थकहरूको भिडले जनकपुर धामनगरमा प्रदर्शन गरेका छन्। करिब 200 मोटरसाइकल सहित हजारौंको संख्यामा आएका उनका समर्थकहरूको भिड नगरको विभिन्न भागको परिक्रमा गर्न सफल भएका छन्। राउतका समर्थकको भिड बढेपछि प्रहरी मुख दर्शक बनेका थिए। करिब 4 बजे रामनगर चोकमा अचानक आइपुगेका डाक्टर राउतले जनकपुर ढल्केबर राजमार्गको बीच सडकमै करिब आधा घण्टा सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले अधिकांश समय प्रदेश सरकारको आलोचना गर्न खर्च गरे। गठन गरिएको मधेस सरकार संघीय सरकारको दलाल रहेको डाक्टर राउतले आरोप लगाएका छन्। महिलाओं से धंधा करवा के पैसा वसूल करके वह फिरंगी सरकार को देना चाहते हैं। ऐसी शासन व्यवस्था है ये सरकारों की, ये प्रदेश सरकार नहीं है, ये दलालों की सरकार है, ये राज्यों का सरकार है। तो अगर हम शहीदों के सपना पूरा करना चाहते हैं, अगर हमारे दिल में अगर शहीदों के लिए कोई भी जुनून है, इज्जत है। मधेस सरकार मधेसी जनतालाई ठग्ने उद्देश्यले गठन गरिएको बताउँदै डाक्टर राउतले मधेसी दलले मधेसी जनताको अधिकार दिलाउन नसक्ने परिणाम भएको बताए। उनका समर्थकहरू बाई बाई नेपाल मधेस, नेपाल नरहेको मधेस, एसियाको एक नयाँ देश भएको नाराहरू लेखिएका प्लेटकार्ड र ब्यानरहरू सहित प्रदर्शन गरेका छन्। डाक्टर राउतले स्वतन्त्रपूर्वक सभा र भाषण गर्न दिएको र प्रहरी मुख दर्शक बनेको देख्दा सर्वसाधारण आश्चर्यचकित भएका छन्। उनीहरूले प्रहरीको उपस्थितिप्रति शङ्का व्यक्त गरेका छन्। धनुषा प्रहरी संविधान विरोधी गतिविधि नियन्त्रण गर्न भन्दा पनि स्वतन्त्र मधेस गठबन्धन संयोजक डाक्टर सीके राउतमाथि केन्द्रित देखिएका छन्।
बुधबार हुन सक्ने संविधान विरोधी गतिविधि नियन्त्रण गर्नुभन्दा धनुषा प्रहरी सिके राउतका सहयोगी र कार्यकर्ताले पक्रन सक्रिय रहेका छन्। यसै क्रममा धनुषा प्रहरी मंगलबार साँझदेखि अहिलेसम्म करिब 50 जना राउतका सहयोगी र कार्यकर्ताले पक्राउ गरेका छन्। हमको चाहिए, तुमको चाहिए, सबको चाहिए नेपाली उपनिवेश से। हमको चाहिए, तुमको चाहिए डॉक्टर सीके राव, डॉक्टर सीके राव नेपाली। मंगलबार साँझ राउतका मुख्य सहयोगी सत्यनारायण मण्डलले प्रहरीले नियन्त्रणमा लिएको थियो। जनकपुर उपमहानगरपालिका 8 स्थित प्रहरी चौकी बालाटोलबाट खटेको सुरक्षाकर्मी र राउतका सहयोगी मण्डललाई उनकै घरबाट पक्राउ गरेको थियो। बुधबार समेत रामचोक अस्पताल रोड सहित जनकपुरको विभिन्न क्षेत्रबाट प्रहरीले राउतका कार्यकर्ता भन्दै पक्राउ गरिरहेका छन्। डाक्टर राउतले कालो दिवस मनाउन घोषणा गरेको सालु जनकपुर भरुच जनकपुर कार्यकर्तालाई मन्थर पार्न सुरक्षा गस्ती बढाउनुका साथै विभिन्न स्थानमा सादा पोषक सुरक्षाकर्मी परिचालन गरिएको छ। सिके राउत आउने भनिएको 12 बिघा सुरक्षाकर्मीले घेराउ गरेका थिए। 12 बिघाको चौतर्फी सुरक्षाकर्मी खटाइएको थियो। अब फेरि समाचारमा विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। प्रदेश नम्बर 2 को सरकारको संविधान दिवस वृक्षारोपणमै सीमित भएको छ। मुख्यमन्त्रीदेखि कुनै पनि मन्त्री संविधान दिवस मनाउन नमानेपछि अस्थायी मुकाम जनकपुर धाममा मन्त्रालयका सचिवहरू र प्रशासनिक निकायका प्रमुखहरू मिलेर वृक्षारोपण कार्यक्रम गरी संविधान दिवस मनाएका छन्। संविधान दिवसमा वृक्षारोपण कार्यक्रमको आयोजना प्रदेश 2 सरकार भनिए पनि कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा राज्य मन्त्रीहरू कोही पनि उपस्थिति भएनन्। प्रदेशका प्रमुख सचिव राजेश्वर मानसिंहको अगुवाईमा भएको वृक्षारोपणमा मन्त्रालयका सचिवहरू, प्रमुख जिल्ला अधिकारी, तिनै सुरक्षा अङ्गका प्रमुखहरू र सुरक्षाकर्मीको मात्र सहभागिता थियो। सो क्रममा करिब 100 वटा वृक्षारोपण गरिएको थियो। कार्यक्रम समेत प्रदेश सरकारको कार्यालय र आवास रहेको जनकपुर चुरोट कारखाना परिसरभित्रै गरिएको छ। स्थानीयले भने त्यो संविधान दिवस नभई कर्मचारी दिवस रहेको टिप्पणी गरेका छन्। जनता र जनप्रतिनिधि बिनाको संविधान दिवस हुन नसक्ने सर्वसाधारणको भनाइ छ। नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्ष प्रवेश गरेको अवसरमा संविधान दिवस काठमाडौँ सहित पहाडका जिल्लामा मनाइएको छ। संविधान दिवसको अवसरमा सैनिक मजदुरी खेलमा गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन, विकास र समृद्धिका लागि संविधान कार्यान्वयन गर्नु आफ्नो कर्तव्य भएको बताउनु भएको थियो। उहाँले संविधानले शान्ति, स्थिरता, विकास र समृद्धिको ढोका खोलेको भन्दै संविधानलाई कार्यान्वयन गर्नुको विकल्प नभएको बताउनु भएको थियो। प्रधानमन्त्री ओली तराई, हिमाल र पहाडको साझा भावना समेटिएको साझा ग्रन्थको रूपमा संविधान आएको बताउनुभयो। संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुनिश्चित गरेको उहाँको भनाइ थियो। शुभकामना व्यक्त गर्दछु। 5 हप्ता पहिले नेपालको संविधान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मैले भनेको थिएँ, हामी हाम्रो संविधान घोषणाको तेस्रो वार्षिक कार्यक्रम धुमधाम साथ मनाउँदैछौँ। अन्तर्राष्ट्रिय जगतका ख्यातिप्राप्त संविधानविदहरू सामु मैले यसो भनिरहँदा संविधान निर्माण प्रक्रियाको कष्टपूर्ण यात्रामा नेपाली समाजले भोगेका अतुलनीय पीडा र छटपटीहरू, व्यग्रता र अपेक्षाहरूलाई स्मरण गरिरहेको थिएँ।
7 दशक लामो पर्खाइ र प्रयत्नबाट ऐतिहासिक संविधान सभा मार्फत निर्माण गरिएको हाम्रो संविधानले नेपाली जनताको आकांक्षा र आशा मात्रै होइन, हाम्रा मान्यता र सिद्धान्तलाई समेत समेटेको तथ्य मैले त्यहाँ स्पष्ट पारेको थिएँ। यस संविधानले 35 भाग 308 धारा र 9 अनुसूचीमा प्रतिबद्ध लिपिबद्ध मानवीय एवं लोकतान्त्रिक राजनीतिका मौलिक, आधुनिक र प्रगतिशील पक्षहरूलाई अंगीकार गरेको छ। तसर्थ नेपालको संविधान नेपाली कानुनहरूको माउ दस्तावेज मात्र होइन, सारा नेपालीको सामूहिक चाहना समेटिएको साझा ग्रन्थ भएको छ। लगभग 5 दर्जन दलहरू 1000। प्रधानमन्त्री ओलीले संविधानलाई आवश्यकता अनुसार संशोधन गर्न सकिने पनि बताउनुभयो। सबै असन्तुष्टि स्वरलाई संविधान मार्फत संस्थागत गर्न सकिने, तर अधिकार माग्ने बहानामा मुलुकलाई कृष्णस्थल बन्न नदिने उहाँले प्रश्न पार्नुभयो। कार्यक्रममा नेपाली सेनाले संविधान दिवस झण्डा अङ्कित हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो। त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी आफ्नो कला कौशलता प्रदर्शन गरेका थिए। काठमाडौँ, ललितपुर र भक्तपुर महानगरपालिकाले पनि आफ्नो संस्कृति झल्कने सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए। पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण सफल भएको दावी गर्नुभएको छ। बुधबार राति उनी चीन भ्रमणबाट नेपाल फर्कँदै विमानस्थलमा पत्रकारहरूसँग चीन प्रस्थान गर्दा लिएको उद्देश्य पूरा भएको भन्दै सफल भएको दावी गर्नुभयो। अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण पार्टी बीच र सरकार बीच सम्बन्ध विस्तार गर्न सफल भएको बताउनुभयो। दुवै देशमा कम्युनिस्ट पार्टीको सरकार, दुवै सरकारको लक्ष्य विकास र समृद्धि भएकोले विकास सहायतामा समान बुझाइ बनेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गर्दा भएका विकास सहायता समझदारीको कार्यान्वयन गर्न विस्तारमा छलफल अध्यक्षले बताउनुभयो। समृद्धि भन्दा दुईटै देशका पार्टीहरूले करिब विकास र समृद्धिलाई मुख्य एजेन्डा बनाएको र राजनैतिक नेतृत्व र स्थिरता पनि दुवै देशमा कायम हुँदै गएको भन्ने कुरामा समान समझदारी भयो। यो पटक चाहिँ पार्टी टु पार्टी रिलेसनलाई सुदृढ गर्न र सरकारका भएका भर्खरै हाम्रो प्रधानमन्त्री कमरेड केपी ओलीको चीन भ्रमणका सन्दर्भमा भएको र भर्खरै फेरि ट्रेड ट्रान्जिटको बारेमा भएको सहमति बारे पनि विस्तारपूर्वक त्यसको कार्यान्वयनका विभिन्न पक्षहरूमा कुरा भयो। संवाददाताले संविधान दिवस सम्पूर्ण देशले मनाउन सकेन नि भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले अब संविधान कार्यान्वयनको प्रक्रिया धेरै अगाडि बढिसकेकाले सामान्य असन्तुष्टि प्रजातन्त्रमा गहनाको रूपले हुने टिप्पणी गर्नुभयो। शुभकामना व्यक्त गर्न चाहन्छु। यो त संविधान घोषणा गर्दा पनि तपाईले भने जस्तो केही त समस्या देखिएकै थिए, तर मलाई र हामी सबैको लागि खुसीको कुरा के हो भने यो संविधान अनुसार निर्वाचन प्रक्रियामा सम्पूर्ण नेपालीहरू, सबै राजनीतिक शक्तिहरू सहभागी भइसकेको स्थिति छ र अब त्यो अनुसार सरकार गठन भएर सबै नै फेरि विकास र समृद्धिको एजेन्डा। अध्यक्ष नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्षले चीन भ्रमणमा चिनिया कम्युनिस्ट पार्टीका ठूला साना सबै नेताहरूसँग भेट गरे पनि राष्ट्रपति सी जिनपिङसँग भेट हुन सकेन। अध्यक्ष प्रचण्डले नेपाल फर्किनु अघि चीनको च्याङ्सु पन्तकको नानान्चिङमा भएको अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवसमा सम्बोधन प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नुभएको थियो। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। सुनसरीमा भारतबाट आएको व्यक्तिको समूहले स्थानीय एक विद्यालयका प्राध्यापकमाथि गोली प्रहार। उदयपुरमा बुधबार साँझ ट्रिपरको ठक्करबाट एक बालकको मृत्यु। सवारी आगमनमा अवरोध गरेको आरोपमा प्रहरीले यातायात मजदुर सङ्घका अध्यक्ष प्रकाश सिमखरा सहित 12 चालकलाई पक्राउ। स्विजरल्यान्ड स्थित स्विस ब्याङ्कमा नेपालीले राखेको अरबौं रुपैयाँ छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग सांसदहरूद्वारा माग।
र नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्ष प्रवेश गरेको अवसरमा संविधान दिवस काठमाडौँ र सहित पहाडका जिल्लाहरूमा मनाइयो। हस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।